सक्छ, अरूभन्दा राम्रो अवसर पाउन सक्छ, जीवनमा सफल हुन्छ। त्यसै कारणले सहनशीलता मान्छेमा हुनुपर्ने गुण हो। त्यसैले सहनशील बन्न सिक, तुरुन्तै प्रतिक्रिया नगर, सही समय आउन देऊ। अब 10औं कुरा सुन। सफलता चाहन्छौ भने बहाना छोड, नतिजा सिर्जना गर। काम नगरेको कारण खोज्दै समय बर्बाद नगर, बरु के उपलब्धि भयो त्यसमा ध्यान देऊ। अर्थात् जीवनमा हामीले केही नपाएको, असफल भएको वा पछि परेको कारण खोज्दै नहिँड। समय थिएन नभन, परिस्थिति राम्रो थिएन, यस्ता कुरा नगर। यी सबै बहाना मात्र हुन्। अन्त्यमा संसारले तिमीले परिणाम के ल्यायो त्यो मात्र हेर्छ। के बहाना बनाउँछौ उसले हेर्दैन, त्यसको मतलब हुँदैन। मानिस जिम्मेवार बन्नुपर्छ, लक्ष्यप्रति केन्द्रित हुनुपर्छ र क्रियाशील बन। यो सोचाइले मानिसलाई जिम्मेवार बनाउँछ, लक्ष्यप्रति केन्द्रित र क्रियाशील बनाउँछ। अब 11औं कुरा सुन। गाह्रो बाटो नै सजिलो बाटो हो, सजिलो बाटो अक्सर धोका हुन्छ। गाह्रो बाटो नै दीर्घकालीन सफलताको बाटो हो। कठिनाइलाई स्वीकार गर्नु शक्ति हो। जब हामी गाह्रो बाटो रोज्छौँ मतलब